पनि काम गरेर ल्याएर पाए नि परिवारलाई नानीहरूलाई भोकाइ त राखेन हो म पनि घरमा भाइ काम नै गरिबस्छु बारीतिर अदुवाहरू रोप्छु हो त्यो अलिअलि गरिबस्यो नि हात खुट्टालाई एक्सर्साइज हुन्छ सिम्बोली तरुलहरू रोप्छु अदुवाहरू रोप्छु सलाद त्यसपालि पनि रोपेको छु पुर्खाले त्यति बेलाको अनिकालको समयमा नि भोकै बसेर जुत्ता किन्छु भनेर सोच्दा पनि जुत्ता किन्ने पैसा हुन्थेन अरे खाली खुट्टै आजीवन हिँडेर बचाइदिएको जमिन अहिले नाति पलातीले चाहिँ 5,000 र 10,000 को जुत्ता लाउनु त्यही जमिन बेच्दैछ त्यसलाई सरब नलागेर कसलाई लाग्छ सुकुम्बासी हुनु खोज्दैछ हाम्रो मान्छे भएको जमिन बेचेपछि सुकुम्बासी त हुन्छ त तपाईले भनिहाल्नुभयो मान्छे अल्छे भएको छ अल्छे जमिनभरि अन्त रोप्दैन झार जङ्गलले पुगिसकेको छ अन्त किनभने अब गभर्मेन्टले पनि अब पोखरी चामल दिइहाल्छ काम गर्छ मान्छे गभर्मेन्टले बनाउनु खोजेको यस्तो हामीलाई नेताले चाहिँ यस्तै बनाउनु खोजेको कसलाई भोट चाहिएको छ अन्त हामी यस्तै हुँदै गएको छ काम नगरेपछि चामल पाइहाल्छ पैसा पनि पाइहाल्छ उहिले त केही पाउँथेन पाउँथ्यो आफै काम गरेर मात्रै पेट भर्थ्यो नभए भर्थेन नि त पेट 20 रुपियाँ हाजिरामा राखेर गर्नुपर्छ त्यति बेला त तपाईँहरूकोमा त अब 1000 रुपियाँ छ भने त मालिक भइगयो नि यो यहाँ उतापट्टि 3500 मा जमिन बेचेको भन्छ अहिले 3500 मा एउटा जुत्ता आउँदैन अहिलेको नानीहरू 3500 को जुत्ता लाउँदैन 5-10 हजार उँभोको चाहिन्छ अन्त हाम्रो मान्छे यति साह्रो अल्छे भएको छ के भन्नु अब दुःख त हामीले खोजेको नि त काम गर्ने बानी छैन हो 2 दिन एकजनासँग जिन्दाबाद भन्यो भने रोस पाकेको कामै गर्नु परेन नि त हाम्रो पनि गोरुबथानमा भाइ अगाडि काम गर्थ्यो अब त सब अल्छे भइगयो अहिले बारी सब बाँचो उहाँले उहाँ र म मात्रै गर्छु हामीले अलिअलि कोदो सिमोली तरुल मकैहरू बानरहरू उहिले पनि आउँथ्यो उहिले पनि गाउँमा यो जन्तु आउँथ्यो तर के हुन्थ्यो भन्दा सबैले बारी खेती गरेकोले गर्दा सबैको बारीमा अलिअलि खाएर जान्थ्यो अब अहिले अरूले गर्दैन एकैजनाले गरे त्यसो मात्रै आउँछ नि त त्यो खासमा जङ्गल हेर्नु नि उहिले यो डल्लै कोदो फल्ने जग्गा हो